2070 को 1 मा सोधेको प्रश्न हो। द एसिस स्ट्रक्चर अफ लिस्टेड कम्पनी इन नेपाल इज गिभन बिलो। तपाईँ हेर्न सक्नुहुन्छ यहाँ के दिएको छ भने एसिस दिएको छ 0 देखि 5, 5 देखि 10, 10 देखि 15, 15 देखि 20, 20 देखि 25, 25 देखि 30 दिएको छ। जसको नम्बर अफ लिस्टेड कम्पनी भनेर 20, 25, 50, 40, 20, 15 दिएको छ। त्यसको टोटल नम्बर चाहिँ 117 दिएको छ। हामीले सबैभन्दा पहिला तपाईँ हेर्न सक्नुहुन्छ यहाँ क्वेसनमा के सोधिरहेको छ भने कम्प्युट द स्कुनेसिस एन्ड कुटोसिस है त। तपाईँलाई यहाँ क्वेसनमा के सोधेको छ भने स्कुनेसिस र कुटोसिस भनेर सोधेको छ है हामीसँग। म्याक्सिमम तपाईँलाई भनेको छु यहाँ जो च्याप्टरबाट तपाईँलाई लगभग 90% चान्स लङ क्वेसन आउने सम्भावना हुन्छ है। तपाईँ लङ क्वेसन सोध्ने भनेको तपाईँलाई त्यही बेटा 1 र बेटा 2 स्कुनेसिस कुटोसिस सोध्ने गर्छ। म्याक्सिमम तपाईँलाई 90% चान्स लङ क्वेसन आउने गर्छ यहाँबाट पनि। अन द एसिड डिस्ट्रिब्युसन बाई युजिङ द केस अफ मुभमेन्टको मेथडबाट तपाईँलाई स्कुनेसिस र कुटोसिस निकाल्नु गरे र त्यसपछि त्यसको चाहिँ इन्टरप्रेटर रिजल्ट त्यसपछि त्यो पोजिटिभ हो कि नेगेटिभ हो कि सिमेट्रिकल डिस्ट्रिब्युसन हो भन्नु खोजेको। स्कुनेसिसमा चाहिँ कुटोसिसमा चाहिँ तपाईँको ल्याप्टोकोटिक हो कि प्लेटोकोटिक हो कि मेस्टोकोटिक हो त्यो भन्न खोजेको छ। र अन्तिममा चाहिँ हामीले प्रश्नमा के सोधिरहेको छ भने अल्सो क्यालकुलेट द कोफिसिएन्ट अफ भेरिएसन मतलब सिबी पनि निकाल्न पठाएको छ। तपाईँले हेर्न सक्नुहुन्छ यहाँ मैले चाहिँ हेर यहाँ एसिस भनेर यसको क्लास लेखिसकेको छु। साथमा मैले यसको के लेखेको छु भने यसको एफ पनि यहाँ लेखिसकेको छु। अब हामीले के अरे यसको μ1 μ2 μ3 को लागि चाहिँ हामीले के चाहिन्छ भने यसको यहाँ तपाईँको चाहिँ जहिले पनि फर्स्टमा मिड भ्यालु निकाल्नु होला। 0 देखि 5 को मिड भ्यालु भनेको तपाईँको 2.5 हुन्छ। 5 देखि 10 को मिड भ्यालु तपाईँको कति हुन्छ 7.5 हुन्छ। 10 देखि 15 को मिड भ्यालु तपाईँको 12.5 हुन्छ है। तपाईलाई यदि मिड भ्यालु निकाल्न आउन भनेको तपाईँले के यो अगाडि र पछाडिको भ्यालु जोड दिनु 2 ले भाग गरिदियो। यदि मिड भ्यालु निकाल्न आउनु भने अगाडि र पछाडिको भ्यालु जोड दिन 2 ले डिभाइड गर्नु। जस्तै कि 15 र 20 जोड्नु फेरि 2 ले भाग गर्नु है। त्यसो निकाल्न सक्नुहुन्छ हामीसँग। यहाँ तपाईँको 17.5 आउँछ। यसको तपाईँको यहाँ 22.5 आउँछ। यसको चाहिँ तपाईँको त्यसपछि कति आउँछ भने यसको तपाईँ यहाँ चाहिँ 27 पोइन्ट कति आउँछ 5 आउँछ। र त्यसपछि हामीले यसको यहाँ तपाईँको डी निकाल्नु होला। डी भनेको एमबाट तपाईँको बिचमा तपाईँको यो दुइटै पर्छ 12.5 पनि पर्छ 17.5 पनि पर्छ। तपाईँले के गर्न सक्नुहुन्छ भने तपाईँले चाहिँ यहाँ चाहिँ 12.5 लेख्नु है। जुन लेख्नु पाइन्छ तपाईँ छ त म चाहिँ सानो लेखिदिन्छु सानो। त्यसपछि तपाईँ यहाँ चाहिँ कति क्लास छ यहाँ चाहिँ 5 को क्लास छ भने तपाईँले यहाँ 5 ले डिभाइड गर्नु होला। 2.5 मा 12.5 घटाउनु -10 आउँछ। -10 ले तपाईँले 5 ले डिभाइड गर्नु भने कति आउँछ -2 आउँछ। यो -1 आउँछ फेरि 0 आउँछ फेरि 1 आउँछ फेरि 2 आउँछ फेरि 3 आउँछ। यसरी हामीले सबैभन्दा पहिला तपाईँले के यो डी निकाल्नु है। तपाईँले चाहिँ डी निकाल्नु होला। र डी निकालेपछि तपाईँले अब हामीले के गर्नुपर्छ थाहा छ कि तपाईँ यो मुभमेन्टहरूमा चाहिँ सबै तपाईँले हिजो सिकाइसकेको छु है त। अब सबैभन्दा पहिला हामीले निकाल्न पर्ने हुन्छ यसपछि तपाईँले एफडी निकाल्नु होला। तपाईँ हामीले हिजो नै भनिसकेको छु यो सेन्ट्रल मुभमेन्ट हो कि र मुभमेन्ट फर्स्टमा त्यो पत्ता लगाउनु पर्ने हुन्छ है त। ल फर्स्टमा हेरौँ 20 ले -2 लाई इन्टु गऱ्यो भने कति हुन्छ -40 हुन्छ। 25 ले -1 लाई इन्टु गरेर तपाईँ कति आउँछ -25 आउँछ। 50 ले 0 लाई गर्दा 0 आयो। 40 ले 1 लाई गर्दा 40 आयो। 20 ले 2 लाई गर्दा कति आयो फेरि 40 नै आयो। 15 ले 3 लाई गर्दा तपाईँ कति आयो चाहिँ तपाईँको 45 आयो। अब हामीले के हेरौँ एफडी को भ्यालु तपाईँ एकचोटि जोड्नु है त। यदि यो 0 आएको छ भने यो सेन्ट्रल मुभमेन्ट हो। यदि यो 0 आएको छैन भने त्यो तपाईँ के हुन्छ भने र मुभमेन्ट हुने गर्छ। त्यो कुरा चाहिँ तपाईँ थाहा पाउनु पर्ने हुन्छ है। ल हेर्नु ल हामीले हेर्न सकिन्छ यो कति आयो भने 60 आयो। 0 आएन। 0 आयो। 0 आएको भए चाहिँ तपाईँ हामीले हिजो गरेको क्वेसनमा तपाईँ थाहा छ नि हामीले हिजो गरेको क्वेसनमा चाहिँ 0 आएको थियो अनि यो 0 आएपछि हामीले त्यो के भन्थ्यो सेन्ट्रल मुभमेन्ट भन्थ्यो भने यहाँ 0 आएको छैन यो सेन्ट्रल मुभमेन्ट होइन यो र मुभमेन्ट हो। र मुभमेन्ट हुने बित्तिकै तपाईँले माथि यहाँ तपाईँलाई ड्यास थप्नुपर्छ। यहाँ पनि ड्यास थप्नुपर्छ यहाँ पनि ड्यास थप्नुपर्छ। तर सेन्ट्रल मुभमेन्ट चाहिँ ड्यास हुन्न। यो कुरा चाहिँ दिमाग राख्नु हामीसँग। र मुभमेन्ट भनेको कसरी थाहा पायो यदि यो 0 आएको भए चाहिँ सेन्ट्रल मुभमेन्ट हुन्थ्यो। यो एफडी को भ्यालु 0 नआएपछि यो सेन्ट्रल मुभमेन्ट होइन यो र मुभमेन्ट हो। र मुभमेन्ट भयो भने एफडीमा ड्यास थपिहाल्नु। अब एफडीमा पनि तपाईँले ड्यास थप्न पर्यो। साथमा तपाईँ हेर्न सक्नुहुन्छ एफडी ड्यासको पनि स्क्वायर गर्न पर्यो। एफडी ड्यासको तपाईँ यहाँ क्युब गर्न पर्यो र एफडी ड्यासको तपाईँलाई के पावर 4 गर्न पर्यो है। दिमागमा कन्सेप्ट राख्नु है। तपाईँलाई हिजो नै भनिन्छ फेरि पनि भनिरहेको छु। यदि एफडी को भ्यालु 0 आएको भए यो सेन्ट्रल मुभमेन्ट हुन्थ्यो। सेन्ट्रल मुभमेन्ट हुने भए चाहिँ माथि ड्यास 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 थप्नु पर्दैन अनि तर एफडी को भ्यालु यो 0 नआएको कारणले यो र मुभमेन्ट हो। र मुभमेन्ट भएको कारणले यसमा चाहिँ तपाईँले 0 थप्नु पर्दैन है त। 0 थप्न नपरेको कारणले तपाईँले यहाँ चाहिँ के गर्नुपर्छ भने यहाँ 0 नभएको कारणले यहाँ तपाईँले यो र मुभमेन्ट भएको कारणले तपाईँ ड्यास 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 थप्न परेको है हामीसँग। त्यसरी एफडी स्क्वायर निकाल्नु। डी ले एफडीलाई इन्टु गर्नु। -2 ले -40 लाई गर्दा तपाईँ कति आउँछ भने 80 आउँछ तपाईँको।
फेरि यसले फेरि 180 ले गर्दा तपाईँ कति आउँछ भने -160 आउँछ। फेरि 2 ले फेरि 160 ले गऱ्यो भने कति आउँछ तपाईँको फेरि यहाँ चाहिँ 320 आउँछ है त पालै पालो। त्यसै गरी फेरि तपाईँले 1 ले -25 ले गर्दा +25 आउँछ। फेरि -1 ले फेरि +25 ले गर्दा फेरि -25 आउँछ। फेरि +25 आउँछ। फेरि 0 0 0। 1 ले 40 ले गर्दा 40 आयो। फेरि 1 ले 40 ले गर्दा फेरि 40 आयो। 1 ले 40 गर्दा फेरि यो पनि 40 आयो। फेरि 2 ले 40 ले गर्दा 80 आयो। फेरि 2 ले फेरि 80 ले गर्दा 160 आउँछ। फेरि 2 ले फेरि 160 ले गर्दा तपाईँ कति आउँछ यहाँ चाहिँ 320 आउँछ। 3 ले 45 गर्दा तपाईँको कति आउँछ भने 135 आउँछ है त। अब 135 लाई फेरि तपाईँ 135 लाई फेरि तपाईँले 3 ले गर्नु कति आउँछ भने तपाईँको 400 आउँछ है राम्रोसँग। 405 आउँछ सरी 405 आउँछ। 405 लाई फेरि तपाईँले 3 ले गर्नु 1215 आउँछ है त सरी है त कति आउँछ अरे 1215 आउँछ है तपाईँको हेर्न सक्नुहुन्छ। यहाँ तपाईँको चाहिँ 1215 आयो है त। यसो तपाईँले लेखिदिनु होला। र यो एफडी भनेको तपाईँले निकाल्नु होला। एफडी यो ड्यासको स्क्वायर भयो। यो ड्यास किन गएको तपाईँ थाहा छ नि मैले भनिसकेको छु है। यो ड्यास किन भएको भने तपाईँको र मुभमेन्ट भएर ड्यास भएको। यदि सेन्ट्रल मुभमेन्ट भएकोमा चाहिँ हाम्रो ड्यास गर्न पर्दैन। फर्स्टमा यसको भ्यालु निकालौँ है त कति आउँछ 80 25 40 80 135 है त बुझ्न सक्नुहुन्छ। यो कति आयो 360 आयो। यसको पनि निकाल्नु एफडी ड्यासको यो पनि पावर क्युब गर्नु है त हामीसँग -160 -25 +40 +160 +405 गर्नु होला। यो तपाईँ कति आयो भने 420 आयो। अब यसको पालो समेसन एफडी ड्यासको पावर 4 भयो पनि यो 320 +25 +40 +320 +1215 गर्नु होला। यो तपाईँ कति आयो 1900 तपाईँको 20 आयो र एन जोड्दा चाहिँ 170 आयो। अब दिमागमा कन्सेप्ट राख्नु है। हामीले हिजो पनि हामीले यही गरेको है। हिजो पनि हामीले यही गरेको तर हिजो र आजको के डिफ्रेन्स छ भने हिजोको क्वेसनमा चाहिँ हामीले यही गर्दा चाहिँ यो एफडी को भ्यालु 0 आएको थियो। एफडी को भ्यालु 0 आएपछि यो सेन्ट्रल मुभमेन्ट थियो। सेन्ट्रल मुभमेन्ट भएको कारणले हामीले यहाँ ड्यास थप्न पाएन। सेन्ट्रल मुभमेन्ट चाहिँ ड्यास हुन्न है त। त्यो चाहिँ हामीले सबै निकालेको भ्यालु के हो सेन्ट्रल मुभमेन्ट भयो। आज पनि हामीले यही गर्ने हो तर आज चाहिँ एफडी को भ्यालु तपाईँको 0 आएको कारणले यो सेन्ट्रल मुभमेन्ट होइन यो के हो र मुभमेन्ट हो। त्यो भएर चाहिँ अब हामीले फर्स्टमा के निकाल्न पर्छ यहाँ चाहिँ हामीले र मुभमेन्ट निकाल्न पर्यो है त्यसरी र मुभमेन्ट निकाल्न पर्यो। र मुभमेन्टको फर्ममा तपाईँ थाहै छ नि के हो यो भनेको सेम हो। हिजो चाहिँ सेन्ट्रल मुभमेन्ट चाहिँ हामीले μ1 मात्रै लेख्थ्यो। यो त र मुभमेन्ट हो भने चाहिँ माथि ड्यास पनि थप्न पर्छ है त। यसरी माथि ड्यास गर्नु तपाईँले फर्मुला सेम हिजो जस्तै हो एफडी ड्यास कप एन इन्टु एच को पावर भयो है त। यो भनेको तपाईँको 60 रह्यो। एन भनेको 170 भयो। यो एच भनेको चाहिँ 5 हामीसँग है त। कति आउँछ तपाईँले इन्टु गरेर राख्नु होला 60 × 5 भाग 170 गर्नु होला। यो तपाईँ कति आउँछ 1.76 आयो। त्यसै गरी फेरि μ2 को पनि तपाईँले ड्यास गर्नु होला। ड्यास किन गरेको यो र मुभमेन्ट भयो। सेन्ट्रल मुभमेन्ट भएको चाहिँ ड्यास गर्नु पर्दैन है त। यहाँ पनि एफडीमा पनि गर्न पर्दैन यहाँ पनि गर्न पर्दैन है सेन्ट्रल मुभमेन्टमा चाहिँ। एफडी ड्यासको तपाईँ यो स्क्वायर भयो एन भयो अनि इन्टु तपाईँको यहाँ एच को पनि स्क्वायर भयो त 360 यो भनेको 170 यो भनेको 5 को स्क्वायर भयो। 5 को स्क्वायर भनेको 25 इन्टु 360 भाग 170 गर्नु होला। यो तपाईँ कति आउँछ भने 52.94 आयो। त्यसै गरी म्यू तपाईँको 3 निकाल्नु। म्यू 3 भनेको एफडी ड्यासको पावर 4 सरी 3 भयो हामीसँग। यहाँ पनि यो पनि एन भयो। एच को पावर तपाईँको 3 भयो। तपाईँ हेर्न सक्नुहुन्छ यहाँ तपाईँको 420 दिएको छ 170 भइहाल्यो। यो पनि तपाईँको 5 को क्युब भयो। 5 को क्युब भनेको तपाईँको चाहिँ 125 हुन्छ इन्टु 420 गर्नु भाग 170 गर्नु होला। गर्नुभयो भने यसको कति आउँछ भने 308 पोइन्ट कति आयो 82 आयो है त। त्यसै गरी फेरि तपाईँले हेर्न सक्नुहुन्छ यहाँ के आयो μ4 को ड्यास। μ4 को ड्यास भनेको फेरि तपाईँले एकचोटि यहाँ पनि एफडी ड्यास को पावर 4 एन इन्टु एच को पावर तपाईँको 4 भयो है त। यसरी यो तपाईँले कति छ 1920 दिएको छ 1920 आयो। 170 आयो इन्टु यहाँ 5 को पावर तपाईँको 4 भयो। 5 को पावर 4 भनेको 625 हुन्छ इन्टु तपाईँले 1920 गर्नु होला 170 डिभाइड गर्नु होला। गर्दा तपाईँ कति आउँछ भने 7058.82 आयो। यसरी हामीले के गर्न सकिन्छ भने हामीले μ1 μ2 μ3 μ4 निकाल्छ नि यो सबै निकालेको भ्यालु चाहिँ हाम्रो के आएको अरे यो हाम्रो चाहिँ र मुभमेन्टको आएको। सेन्ट्रल मुभमेन्टको चाहिँ होइन के को आएको अरे र मुभमेन्टको आएको। तपाईँलाई भनेको भनिन्छु यदि यो एफडी को भ्यालु 0 भएकोमा चाहिँ सबै यो हामीले निकालेको के हुन्थ्यो सेन्ट्रल मुभमेन्ट हुन्थ्यो है त। दिमागमा त्यो कन्सेप्ट राख्नु होला। तर यो त र मुभमेन्ट हो। अब तपाईँले के कुरा बुझ्न पर्ने हुन्छ भने सबैभन्दा पहिला कुरा त
जो हामीले यहाँ क्वेसनमा सोधेको के हो, हामीले क्वेसनमा सोधेको त बेटा 1 र बेटा 2 हो। यो बेटा 1 र बेटा 2 हो। यो बेटा 1 र जो बेटा 2 छ नि, स्क्रिन जो कुटुसिस छ नि, त्यहाँ जहिले पनि हाम्रो यो माथिको μ4 μ2 हुन्छ नि, यो हामीले कसको भ्यालु चाहिन्छ भने सेन्ट्रलको चाहिन्छ कि। जस्तो कि हामीले बेटा 1 निकाल्न परे पनि हामीले के चाहिन्छ भने μ3 को स्क्वायर अपन μ2 को हामीले क्युब गर्न पर्छ। त्यसरी बेटा 2 निकाल्न परे पनि हामीसँग के हुन्छ μ4 को अपन μ2 को स्क्वायर गर्नु पर्छ। हो, यो जो μ1 μ2 छ नि, यो जहिले पनि कसको राख्न पर्छ, सेन्ट्रलको राख्न पर्छ हैन, रको राख्न पाइन्न। तर हामी त यो के हो, हाम्रो यो त आएको छ, यो त रको आएको छ। हामीले सोधेको के हो त, हामीले सोधेको बेटा 1 बेटा 2। त्यसो भए अब हामीलाई बेटा 1 र बेटा 2 को लागि हामीलाई के चाहियो त, सेन्ट्रल मुभमेन्ट चाहियो। यो र मुभमेन्ट राखेर हुन्न। त्यो भए हामीले के गर्न सकिन्छ भने अब यो र मुभमेन्टलाई हामीले सेन्ट्रल मुभमेन्टमा कन्भर्ट गर्न पर्छ। यदि तपाईँको यो 0 आएको भए चाहिँ यो सेन्ट्रल मुभमेन्ट हुन्थ्यो, यही राख्न पाइन्थ्यो। तर यो 0 नआएको कारणले यो र मुभमेन्ट भयो। र मुभमेन्ट चाहिँ तपाईँको बेटा 1 र बेटा 2 मा राख्न पाइन्न। त्यो भएर चाहिँ र मुभमेन्टलाई अब हामीले केमा कन्भर्ट गर्न पर्छ भने सेन्ट्रल मुभमेन्टमा कन्भर्ट गर्न पर्छ। त्यो दिमागमा कन्सेप्ट हुनुपर्छ है त। कसरी कन्भर्ट गर्ने त अब यहाँ तपाईँ देखाउँछ ल, हेर सेन्ट्रल मुभमेन्टमा कन्भर्ट गरौँ ल। सेन्ट्रल मुभमेन्टमा यो र मुभमेन्टलाई सेन्ट्रल मुभमेन्ट कन्भर्ट गर्न पर्यो। सबैभन्दा पहिला μ1 निकालौँ। μ1 भनेको सेन्ट्रलको, यहाँ चाहिँ ड्यास हुन्न, रमा चाहिँ ड्यास हुन्छ, सेन्ट्रलमा ड्यास हुन्न है हामीसँग। यो कसरी निकाल्न सकिन्छ भने फर्मुला है, μ1 को ड्यास माइनस μ1 को ड्यास हुन्छ। यो फर्मुला नै हो, बुझिराख्नु तपाईँको। फेरि μ1 भनेको तपाईँको यहाँ 1.76 छ, 1.76 छ, माइनस फेरि μ1 को ड्यास भनेको फेरि यही नै भयो, फेरि 1.76 हुन्छ। कति भयो, 0। सेन्ट्रल मुभमेन्टको μ1 जहिले पनि 0 आउनु पर्छ, यो कुरा बुझ्नु होला। अब के निकाल्न पर्यो, त्यसपछि μ2 निकाल्न पर्यो। μ2 सेन्ट्रलको निकाल्न पर्यो। फर्मुला के छ भने μ2 को ड्यास है, μ2 को ड्यास र मुभमेन्टको माइनस μ1 को ड्यासको तपाईँले यहाँ के हुन्छ, होल स्क्वायर गर्नुपर्छ। μ2 को ड्यास भनेको तपाईँको चाहिँ भर्खर यो 52.94 आएको छ है त। तपाईँ यहाँ हेर्न सक्नुहुन्छ 52.94 राख्नु होला, माइनस μ1 को ड्यास भनेको 1.76 को स्क्वायर गर्नु, 1.76 को स्क्वायर गर्नु, यो 52.94 नै भयो है त। अपनमा तपाईँको यहाँ के गर्न सक्नुहुन्छ भने 1.76 को स्क्वायर कति हुन्छ ल है त, मैले गरिदियो। यो तपाईँको कति आयो, 3.10 आयो। अब तपाईँले घटाइदिनु होला, यहाँ पनि 52.94 मा 3.10 घटाइदिनु होला। यसको कति आउँछ तपाईँ यहाँ चाहिँ 49 कति आयो, 84 आयो है त। यसरी हामीले के निकाल्न सकिन्छ भने तपाईँलाई यो पनि हामीले यहाँ के निकाले गरेँ मैले, यो चाहिँ निकालेँ, यहाँ चाहिँ मैले μ2 पनि निकालेँ। अब त्यसपछि के गर्न सकिन्छ तपाईँ, अब μ3 निकाल्नु होला। फेरि अब μ3 पनि हामीले कसरी निकाल्न सकिन्छ त्यो पनि तपाईँ दिमागमा राख्नु है। अब μ3 को पालो, अब μ3 कसरी निकाल्न सकिन्छ भने μ3 को ड्यास माइनस 3 μ2 को ड्यास, μ1 को ड्यास प्लस 2 μ1 को ड्यासको यहाँ तपाईँ के हुन्छ, μ1 को ड्यासको यहाँ तपाईँ के हुन्छ, पावर 3 हुने गर्छ है त। दिमाग राख्नु। μ3 भनेको भर्खर आएको यहाँ चाहिँ 308.82, 308.82 आएको छ, माइनस गर्नु होला। फेरि 3 को 3 नै भयो। μ2 भनेको 52.94 आएको छ, 52.94 आएको छ, माइनस गर्नु होला है त। त्यसो चाहिँ फेरि तपाईँको फेरि यसो इन्टु गर्नु होला। फेरि μ1 भनेको 1.76 छ, प्लसको प्लस फेरि 2 गर्नु, फेरि इन्टु 1.76 को तपाईँको कति छ, क्युब गर्नु तपाईँले है त। यसरी गर्नुभयो भने तपाईँको यो कति आउँछ, तपाईँले एउटा कुरा बुझ्नु है, यहाँ अलिकति यहाँ यो हिसाब युज गर्दाखेरि तपाईँले के प्लस माइनसको एकदमै बिगार्ने चान्स बढी हुन्छ है त। बिगार्ने चान्स बढी हुन्छ। किन बिगार्ने चान्स बढी हुन्छ तपाईँलाई भनिदिन्छु भने यो त सजिलो छ तपाईँले। किन सजिलो भयो, यहाँ चाहिँ तपाईँको यो μ1 को र मुभमेन्टको सबै प्लसमा आएको छ। हामीलाई कहिले कहिले कस्तो हुन्छ नि, यो र मुभमेन्ट हुन्छ नि, यो μ1हरू μ3हरू यो माइनसमा आउन सक्छ। यो μ1 μ3हरू माइनसमा आएको छ भने यहाँ राख्दा पनि एकदम सोच विचार गरेर राख्नुपर्ने हुन्छ। त्यो सानो माइनसले पनि तपाईँलाई प्लस माइनस प्लस माइनस के भइदियो भने हिसाब सबै यो तलको सेन्टर मुभमेन्ट बिग्रिन्छ। क्या लाग्नु होला, अन्त तपाईँ यो सबै र मुभमेन्टहरू सबै तपाईँको प्लसमा आएको छ, सजिलो भयो। तर र मुभमेन्टहरू तपाईँको माइनसमा आइदियो भने यहाँ तलतिर राख्दा चाहिँ एकदम सोच विचार गरेर युज गर्नुपर्छ। यहाँ बिगार्नु भयो भने गयो, प्लस माइनस एउटा सानो माइनस पनि सब बिगारिदिन्छ। त्यो भएर अलिक सोच विचार गर्नु होला। अब यो तपाईँ यो तीनटा इन्टु गर्नु, 3 इन्टु 52.94 इन्टु तपाईँको 1.76 गर्नु है त। यो तीनटा इन्टु गरेर तपाईँको यो कति आउँछ भने 279.52 भयो, प्लस यसको क्युब गर्नु इन्टु 2 गर्नु, 1.76 को तपाईँ यहाँ चाहिँ फर्स्टमा क्युब गरौँ इन्टु तपाईँले 2 गर्नुभयो भने यहाँ चाहिँ 10.90 आयो है त। 308.82 माइनस 279.52 प्लस 10.9 गर्नु होला। यो तपाईँ कति आउँछ भने यसको चाहिँ तपाईँ आउँछ 40 कति आयो, 52 आयो। हामीले हेर्न सकिन्छ मेरो μ1 पनि आयो, μ2 पनि आयो
μ3 पनि आयो है त। अब μ3 झिकेपछि अब मैले के झिक्न पर्छ भने मैले झिक्न पर्छ μ4 झिक्न पर्छ। अब μ4 को भ्यालु कति कसरी निकाल्न सकिन्छ भने सिम्पल छ, μ4 को ड्यास माइनस 4 μ3 को ड्यास μ1 को ड्यास प्लस 6 μ2 को ड्यास μ1 को ड्यास को तपाईँ यहाँ स्क्वायर गरिदिनु होला, फेरि माइनस तपाईँले 3 गर्नु होला, μ1 को ड्यास को पावर यो कति हुन्छ 4 हुने गर्छ है त। यो फर्मुला हो, कहाँबाट आयो नभन्नु, यो फर्मुला हो, र मुभमेन्टलाई सेन्ट्रल मुभमेन्टमा कन्भर्ट गर्ने फर्मुला हो। यो किन कन्भर्ट गर्न पर्छ किनकि बेटा 1 र बेटा 2 मा हामीलाई के चाहिन्छ अरे सेन्ट्रल मुभमेन्ट चाहिन्छ, र मुभमेन्ट राख्न पाइन्न, त्यही भएर चाहिँ यसलाई कन्भर्ट गरेको। μ4 भनेको र मुभमेन्टको यो राख्ने पर्छ माथि कतिको तपाईँ यहाँ चाहिँ यो 7058.82 आएको छ, 4 को 4 μ3 भनेको र पनि राख्नु होला 308.82 छ इन्टु 1.76 छ प्लस 6 यो पनि μ2 राख्नु, μ2 कति दिएको छ तपाईँ यहाँ चाहिँ 52.94 आएको छ इन्टु 1.76 को स्क्वायर गर्नु होला माइनस 3 को 3 इन्टु 1.76 को तपाईँ पावर कति भयो 4 भयो है त पाले पाले। अब फेरि तपाईँ हेर्न सक्नुहुन्छ यहाँ 7058.82 आयो, यो तीनटा तपाईले इन्टु गर्नु 4 इन्टु 308.82 इन्टु 1.76 गर्नु है त। यो तीनटा तपाईले इन्टु गर्नुभयो भने यो आउँछ 2174.09 आयो, फेरि प्लस गर्नु, यो फर्स्टमा 1.76 को स्क्वायर गर्नु इन्टु यो गर्नु 1.76 को स्क्वायर इन्टु 52.94 इन्टु 6 गर्नु तपाईले है त। गर्दा तपाईँ यो कति आउँछ भने 983.92 आयो। त्यसैगरी यसको फर्स्टमा पावर 4 गर्नु इन्टु 3 गर्नु 1.76 को पावर तपाईले 4 गर्नु इन्टु तपाईले 3 गर्नुभयो तपाईँ कति आउँछ भने -28 कति आयो 79 आयो। अब फेरि तपाईँ सबैको प्लस माइनस राख्नु है त, कति आउँछ 7058.82 माइनस 2174.09 प्लस 983.92 भयो हामीसँग। त्यसै फेरि हामीसँग -28.79 गर्नु होला, गर्नुभयो भने यसको यहाँ कति आयो भने मसँग यहाँ आयो 5839.86 आयो। यसरी हामीले μ1 μ2 μ3 μ4 झिक्यो है त, र मुभमेन्टले हामीले सेन्ट्रल मुभमेन्ट कन्भर्ट गरिदियो। बल्ल यति कन्भर्ट गरेपछि अब हामीले सोधेको के हो भने हामीले सोधेको फर्स्टमा स्क्नुसिस र कुटोसिस सोधेको, मतलब बेटा 1 र बेटा 2 सोधेको है त। अब यसपछि बल्ल अब हामीले फर्मुला तपाईले युज गर्नु होला, जस्तो कि तपाईँ हेर्न सक्नुहुन्छ सबैभन्दा नम्बर 1 मा हैन बल्ल सोधेको छ ए मा हो, ए मा चाहिँ बल्ल तपाईँ के सोधेको छ भने स्क्नुसिस भनेको छ। स्क्नुसिस भनेको यसलाई एक्जाममा कहिले कहिले तपाईँ टेस्ट फर सिमेट्री पनि भन्ने गर्छ, एक्जाममा नझुकिनु होला। फेरि टेस्ट फर सिमेट्री भन्यो भने पनि यो स्क्नुसिस भनेर खोजेको, यो भनेको तपाईँको चाहिँ के हो बेटा 1। फर्मुला के छ भने यो भनेको μ3 को स्क्वायर अपन μ2 को हामीले यहाँ क्युब गर्न पर्ने हुन्छ है। μ3 र μ2 छ नि यो चाहिँ हामीले सेन्ट्रल मुभमेन्टको राख्न पर्छ कि, त्यही भएर हामीले सेन्ट्रल मुभमेन्ट निकालेको। μ3 हामीले सेन्ट्रल मुभमेन्टको कति झिकेको थियो यहाँ चाहिँ 40.52 झिकेको थियो है त मैले, ल 40.52 को यहाँ स्क्वायर गरिदिनु। μ2 कति झिकेको थियो मैले यहाँ चाहिँ मैले 49.84 झिकेको छु, यसको पनि क्युब गरिदिनु है त कति आउँछ ल 49.84 को पावर क्युब गर्नु है त। फर्स्टमा क्युब गर्नुभयो भने यसको अपनमा चाहिँ कति आउँछ भने 12380.84 भयो। यसको चाहिँ 40.52 को स्क्वायर गर्नु तपाईँ हेर्न सक्नुहुन्छ, यो तपाईँ कति आयो 1641.87 आयो। यसलाई तपाईँले डिभाइड गरिदिनु है त, डिभाइड गर्नुभयो भने कति एन्सर आउँछ तपाईँको ल, यसको एन्सर आउँछ तपाईँ यहाँ चाहिँ 0.0133 आयो त। फेरि तपाईँले भन्ला फेरि यहाँ किताबमा त एन्सर त मिलेन, यहाँ त 0.1114 आएको छ भनेर तपाईँले है त। फेरि यो के छ भने यसको तपाईँको बेटा 1 र बेटा 2 कै तपाईँ दुईटा छ क्या यसको फर्मुला, र बेटा 1 छ भने अर्को चाहिँ के छ भने y1 छ के। कहिले किताबमा के झुकेर y1 को एन्सर देखाइदिन्छ, तर के मतलब छैन, जसको एन्सर निकाल्यो भने हुन्छ। तपाईँले यहाँ यसको निकाल भनेको छैन, अनि नत्र भने तपाईँ जे तोकेको छ भने त त्यो तोकेको अनुसार जानु होला। तोकेको छ भने म्याक्सिमम तपाईँले बेटा 1 नै निकाल्ने गर्छ, तर कहिलेकाहीँ चाहिँ बेटा 1 को नदेखाएर y1 को देखाइदिन्छ क्या एन्सर। फर्मुला एउटै हो, y1 छ भने तपाईँले यहाँ के हुन्छ भने μ3 नै हुन्छ, या μ3 नै छ, स्क्वायर हटाउन पर्छ माथिको, र तल चाहिँ के भन्छ भने μ2 नै हो, क्युब पनि हो, यसलाई चाहिँ रुटमा राख्न पर्छ क्या हामीले
है त्यस्तो बुझ्नु होला रुटमा राख्नुपर्ने हुन्छ यो तपाईँको μ3 भनेको तपाईँले यहाँ चाहिँ 40.52 भयो माथिको जस्तो त्यसरी राख्नु होला μ2 भनेको तपाईँ यो भर्खर 49.84 को तपाईँ यहाँ क्युब गरिन्छ नि यसलाई रुटमा राखिदिनु होला यो 40 point तपाईँलाई 52 नै भइहाल्यो यो तपाईँको कति आउँछ नि 12380.84 आउँछ नि यसलाई फेरि रुटमा राखेर रुट खोलिदिनु तपाईँले जस्तो कि 40.52 नै आयो यसको कति आउँछ है त तपाईँ देखाइदिन्छु मैले हेर्नु फेरि कि तपाईँ एन्सर मिल्यो चाहिँ नभन्नु है जस्तो कि रुटभित्र 12380.84 गर्नु होला गर्नुभयो भने तपाईँ यो कति आउँछ 351 point कति आयो 86 आयो 40.52 मा तपाईँको 351.86 ले डिभाइड गरिदिनु होला तपाईँको ठ्याक्कै एन्सर कति आएको छ यहाँ 0.11 तपाईँको 5 आएको छ 4 पोइन्टले गर्दा तर यो पोइन्टले गर्दा यताउति भएको केही पनि फरक पर्दैन चाहिँ यसरी हामीले के गर्न सकिन्छ भने तपाईँले फर्मुला युज गर्न पर्ने हुन्छ र यो बेटा 1 y1 भयो अब यो चाहिँ तपाईँको बेटा 1 को भ्यालु के तपाईँको प्लसमा आएको छ भने तपाईँ यहाँ के हुन्छ भने 0 भन्दा ठुलो आयो नि यसलाई चाहिँ हामीले के भन्छ इट इज पोजिटिभली स्क्युड भन्छ बीमा चाहिँ सोधेको यही नै हो है बीमा सोधेको यही हो है त यस्तो हेर्न सक्नुहुन्छ अब अर्को चाहिँ हामीले प्रश्नमा के सोधेको छ कुटुसिस सोधेको छ कुटुसिस भनेको चाहिँ बेटा 1 हो है त यसलाई कुटुसिस चाहिँ तपाईँले इक्जाममा टेस्ट फर नर्मालिटी पनि भन्न सकिन्छ यसलाई पनि टेस्ट फर नर्मालिटी भन्छ अर्को कुटुसिस छ नि हामीले अस्ति पढेको पर्सेन्टाइल कोएफिसिएन्ट कुटुसिस त्यसलाई पनि टेस्ट फर नर्मालिटी भनेको चाहिँ कुरा एउटै हो त्यो चाहिँ मुभमेन्टको नि यो चाहिँ मुभमेन्टको फेरि अब यो चाहिँ कस्तो छ भने है त यो चाहिँ कस्तो छ भने यसको फर्मुला तपाईँ थाहै छ मैले हिजो नै सिकाइसकेको छु यसको फर्मुला भनेको फेरि तपाईँको μ4 को अपन μ2 को स्क्वायर भयो μ4 भनेको हामीले अगाडि निकालिसकेका छौँ यहाँ तपाईँ हेर्न सक्नुहुन्छ 5839 पोइन्ट कति छ यहाँ 86 यो राख्नु तपाईँले फर्स्टमा चाहिँ यही माथि चाहिँ 5839.86 चाहिँ यो तपाईँको चाहिँ μ2 चाहिँ कति आउँछ भर्खर माथि निकालेको 49.84 को स्क्वायर गर्नु यो 5839.86 छ यसको पनि तपाईँको के छ भने स्क्वायर गर्ने 49.84 को तपाईँले स्क्वायर गरिदिनु गर्नुभयो तपाईँ यो कति आउँछ भने 2484.03 आयो अब ल हेर 5839.86 2484.03 गर्नु होला तपाईँ हेर्न सक्नुहुन्छ यसको एन्सर कति आएको छ भने 2.35 आयो है त ल यहाँ चाहिँ हल्का सा पोइन्टले गर्दा के फरक पर्दैन 2.36 आएको छ यहाँ चाहिँ 2.34 आएको छ कुरा एउटै हो के फरक पर्दैन चाहिँ यो तपाईँ हेर्न सक्नुहुन्छ यसलाई चाहिँ हामीले के भनिन्छ भने यो चाहिँ तपाईँको बेटा 1 को भ्यालु चाहिँ तपाईँको 3 भन्दा सानो आयो यसलाई चाहिँ के भन्छ सो इट इज प्लेटेकुटिक भन्ने गर्छ है तपाईँ हिजो पनि भनिसकेको छु प्लेटेकुटिक भन्ने गर्छ यदि 3 भन्दा बेटा 2 को भ्यालु 3 भन्दा मेरो चाहिँ धेरै आएको भए चाहिँ यो 2 है सरी के अरे बेटा 2 को भ्यालु 3 भन्दा बढी आएको छ त्यसलाई हामीले ल्याप्टोकुटिक भन्थ्यो ठ्याक्कै 3 आएको भए चाहिँ हामीले म्यासोकुटिक भन्नु पर्थ्यो है तपाईँ मलाई सबै हिजो भनिसकेको छु यसरी हामीले सल्भ गर्न पर्ने हुन्छ है र कहिले कहिले यसको पनि अर्को भनिदिइहाल्छु यो त बेटा 1 भयो जस्तो बेटा 2 भयो यसलाई y2 पनि गर्न सकिन्छ y2 निकाल भने फेरि हामीले के गर्न सकिन्छ भने बेटा 2 मा हामीले 3 घटाइदिने बेटा 2 यो आएको छ नि त्यसको 2.35 आएको छ नि यसमा 3 घटाइदिनु तपाईँ कति आउँछ -0.65 आउँछ यदि सोधिहाल्यो भने यो सोधेको छैन तर म्याक्सिमम तपाईँलाई बेटा 1 र बेटा 2 निकाले के फरक पर्दैन त यो बुझ्नु तपाईँलाई भनिसकेको छु यो y1 चाहिँ खासै सोध्दैन त कहिले कहिले चाहिँ यसको एन्सर देखाइदिन्छ y1 चाहिँ देखाइदिन्छ बेटा 1 को सट्टा y1 को देखाइदिन्छ एन्सर त्यो चाहिँ बिग्रेको हुन्न जुन गर्ने पाइन्छ तोकेको छैन भने जुन गर्ने पाइन्छ र त्यसपछि तपाईँ हेर्न सक्नुहुन्छ हामीलाई यहाँ अन्तिममा के सोधेको छ भने क्यालकुलेट द कोएफिसिएन्ट अफ भेरिएसन भनेको त तपाईँलाई थाहै छ हामीले च्याप्टर 2 देखि पढ्दै आएको यो चाहिँ के सोधेको भने हामीले सीबी सोधेको सीबी को फर्मुला तपाईँलाई के छ अरे स्ट्यान्डर्ड डिभिजनको अपन के हो यहाँ मिन हो तपाईँ थाहै छ भनिराख्नु पर्दैन इन्टु तपाईँ यहाँ कति हुन्छ 100 हुन्छ स्ट्यान्डर्ड डिभिजन भनेको तपाईँलाई थाहा छ नि स्ट्यान्डर्ड डिभिजन भनेको हामीसँग यहाँ छैन मिन पनि छैन अब निकाल्न पर्यो तपाईँलाई अब मैले कसरी सिकाएको थियो जस्तो कि यहाँ वर्किङ नोटमा जाउँ है त ल वर्किङ नोटमा फर्स्टमा मिन निकाल्ने तरिका तपाईलाई मैले हिजो सिकाइसकेको छ फेरि एकचोटि फेरि भन्छु ध्यान सुन्नु हामीले यो च्याप्टर 2 मा चाहिँ हामीले के गर्थ्यौँ च्याप्टर 2 मा चाहिँ हामीले मिन निकाल्दा कसरी गर्थ्यौँ च्याप्टर 1 मा र च्याप्टर 2 मा च्याप्टर 1 मा पनि थियो च्याप्टर 2 मा सीबी पनि थियो त्यसमा पनि हामीसँग मिन निकाल्दा मैले के गर्थ्यो a + समेसन fd को अपन n इन्टु h गर्थ्यौँ हैन म देखाइन्छु a भनेको हामीले एज्युम मानेको गर्थ्यौँ एज्युम यहाँ कति छ 12.5 छ यो राख्थ्यो मैले यहाँ चाहिँ 12.5 राख्थ्यो fd भनेको मैले कुन राख्थ्यो भने यो आएको भर्खर कति 60 आएको 60 राख्थ्यो मैले यहाँ 60 राखिदियो ल त्यसपछि n भनेको 170 छ क्लास भनेको 5 छ है त हेर म ठ्याक्कै दुईटाको एउटा एन्सर निकालिदिन्छु तपाईले हेर्न सक्नुहुन्छ यसरी छ अब तपाईँ यहाँ के छ भने 60 है इन्टु 5 भागा 170 गर्नु होला गर्नुभयो तपाईँ कति आउँछ यहाँ 1.76 आएको छ है त हामीसँग अब 12.5 मा
1.76 तपाईले जोड्नु होला यो कति आउँछ 14.26 आयो यो चाहिँ हामीले पहिलाको तरिका हो च्याप्टर 1 मा च्याप्टर 2 मा पढेको तरिका हो यो मुभमेन्टमा चाहिँ हामीले के गर्न सकिन्छ भने मुभमेन्टमा चाहिँ तपाईले यसो हैन म यसरी गर्छु भने पाइन्छ यो यता तरिका पनि पाइन्छ तर यो लामो प्रोसेस किन गर्ने सिम्पल तरिका जाम न मिन भनेको तपाईको a + μ1 को ड्याश गर्दिने a भनेको त्यही एजु मानेको 12.5 नि भइहाल्यो μ1 को ड्याश भनेको र मुभमेन्टको है र मुभमेन्टको है सबै तपाईले हेर्न सक्नुहुन्छ यहाँ र मुभमेन्टमा हामीले कति निकाल्थ्यौ μ1 को ड्याश र मुभमेन्टको μ1 को ड्याश निकाल्थ्यौ 1.76 निकालेको छ हैन त्यही भएर सिधै तपाईले यहाँ कति राख्न सक्नुहुन्छ भने 1.76 राख्न सकिन्छ आयो नि म्यु र त्यसपछि हामीसँग जोड्नु यो 14.26 यो के आयो मिन आयो अपनको मिन पनि आयो 14.26 भयो अब के झिक्न पर्यो स्ट्यान्डर्डाइजेसन झिक्न पर्यो हामीले यो भन्दा अघिल्लो च्याप्टरमा च्याप्टर 2 मा च्याप्टर 2 मा हामीले स्ट्यान्डर्ड डिभिजन कसरी सिकेको थियौ अरे FD ड्याश स्क्वायर n गर्थ्यौ र FD अपन n को यहाँ के गर्थ्यौ अरे होल स्क्वायर गर्थ्यौ इन्टु हामीले एच गरेर गर्थ्यौ यो लामो प्रोसेस गर्न पर्यो FD स्क्वायर भनेको यो राख्न पर्यो 360 ले 170 ले भाग गर्न पर्यो 60 ले 170 ले भाग गरेर तपाईले के गर्न पर्यो स्क्वायर गर्न पर्यो इन्टु एच गर्न पर्थ्यो हामीसँग जस्तो कि यो चाहिँ 360 ले तपाईले 170 ले भाग गर्न पर्थ्यो 60 ले तपाईले 170 ले भाग गरेर यहाँ तपाईको स्क्वायर गर्न पर्थ्यो फेरि यो रुट खोलेर इन्टु 5 गर्न पर्ने हुन्थ्यो तर है त हामीसँग यति लामो प्रोसेस किन गर्ने त टाइममा त लस हो अब मुभमेन्ट त के गर्न सकिन्छ भने त्यसो भए यसको पनि स्ट्यान्डर्ड डिभिजन निकाल्न छ भने स्ट्यान्डर्ड डिभिजन निकाल्न छ भने सिग्मा निकाल्न छ भने के हुन्छ जो μ2 छ नि μ2 र तपाईले रुटमा राख्दी भने के हुन्छ स्ट्यान्डर्ड डिभिजन हुन्छ μ2 भनेको फेरि रको हैन फेरि सेन्ट्रलको है त सेन्ट्रलको राख्नु पर्छ सेन्ट्रलको μ2 भनेको कति आएको छ यहाँ चाहिँ तपाईको चाहिँ 49.84 आएको छ यो राख्नुपर्छ रको हैन फेरि सेन्टरको राख्नुपर्ने छ सेन्टर मुभमेन्ट राख्नुपर्छ फेरि तपाई यहाँ के सकिन्छ रुट भित्र 49 पॉइन्ट कति आउँछ 84 आउँछ अब यसरी तपाईले यसको रुट खोल्नु तपाईले गर्नु भयो तपाई यहाँ कति आउँछ 7.06 आयो यहाँ तपाईले 7.06 आयो इन्टु तपाईले यहाँ 100 गर्दिनु 7.06 इन्टु 100 गर्नु तपाईको 14.26 गर्नु होला यसको आन्सर आउँछ कति 49 पॉइन्ट कति आउँछ यहाँ तपाईको चाहिँ 5 आयो है त यसरी तपाईले हेर्न सक्नुहुन्छ यहाँ 49.48 आएको छ पॉइन्टले गर्दा के पनि फरक पर्दैन यसरी हामीले के निकाल्छ सिबी निकाल्न सकिन्छ है र यो के पनि फरक छ दिमाग राख्नु तपाईले अब तपाई हामीले हिजो नि भनिसकेको छु यो त भयो स्ट्यान्डर्डाइजेसन यदि तपाईलाई भेरिएन्स भनेर सोधेको भए तपाईलाई थाहै छ भेरिएन्स भनेको के हो अरे भेरिएन्स भनेको स्ट्यान्डर्डाइजेसनको स्क्वायर हो त्यो भनेको सिधै μ2 हो μ2 भनेको सिधै 49.84 भनेर बुझ्नु तपाईले है त यो यसरी तपाईको कति मार्क्स आएको छ भने तपाई यो चाहिँ 15 मार्क्स आएको छ तपाईलाई म अब लस्कर देखाउँछु है र 2080 सालमा चाहिँ आइन 15 मार्क्सको यहाँबाट तर तपाईलाई चाहिँ 81 पनि आइन तर 79 देखि त लस्करै आएको छ है तपाईलाई देखाइदिन्छु भाइ 79 को तपाईले हेर्न सक्नुहुन्छ यो 79 को क्वेशन मैले पछि पढाइदिउँला फलोइङ डाटा शो द इन्कम डिस्ट्रिब्युसन अफ फ्यामिली अफ अ सर्टेन लोकेलिटी अफ अ सिटी गरे क्याल्कुलेट द कोएफिसिएन्ट अफ स्क्रोसिस एन्ड कुटोसिस भनेको मतलब तपाईले यही बेटा 1 एन्ड बेटा 2 निकाल्न पठाएको छ है यो फर्स्टमा चाहिँ अनि हेन्स द कमेन्ट अन द नेचर अफ डिस्ट्रिब्युसन है त नेचर अफ डिस्ट्रिब्युसन चाहिँ यही तपाईको पोजिटिभ हो कि नेगेटिभ हो कि यो लेप्टोकुटिक प्लेटोकुटिक हो कि त्यो भने खोजेको यहाँ तपाईले चाहिँ आफै निकालेर यसको सल्भ गर्नु होला त्यसै यो 79 मा भइहाल्यो त्यसै तपाईले 78 मा जाम 78 मा चाहिँ तपाईलाई के यहाँ क्वेशनमा ध्यानले हेर्न सक्नुहुन्छ तपाईले यहाँ चाहिँ के सोधेको छ भने टेस्ट फर नर्मलिटी भन्छ अफ दिस टु डिस्ट्रिब्युसन गरे यो दुईटा डिस्ट्रिब्युसनको टेस्ट फर नर्मलिटी निकाल्नु भनेछ टेस्ट फर नर्मलिटी भनेको तपाईले चाहिँ के हो टेस्ट फर नर्मलिटी भनेको त कुटोसिस मात्रै रहेछ मतलब तपाईले के सकिन्छ भने बेटा 2 मात्रै रहेछ बेटा 1 त हैन छ त्यो चाहिँ तपाईले के निकाल्न पर्यो भने बेटा 2 मात्रै निकाल्न पर्यो यहाँ दुईटा छ दुईचोटी गर्न पर्छ यहाँ के छ दुईचोटी भने क्लास चाहिँ 20 30 30 40 40 50 50 60 सबै 90 सम्म त्यही हो त यहाँ फ्याक्ट्री x र फ्याक्ट्री y छ पहिला फ्याक्ट्री x को एकचोटी तपाईले बेटा 2 निकाल्ने फेरि आको चाहिँ फेरि फ्याक्ट्री y को पनि तपाईले के निकाल्ने बेटा 2 नै निकाल्ने है त यसको लागि तपाईले सबै प्रोसेस गर्न पर्छ तपाईले फेरि एकचोटी जस्ट के चेन्ज हुन्छ भने क्लास त्यही हो यो f पनि f चाहिँ तपाईले एकचोटी चाहिँ फ्याक्ट्रीमा चाहिँ 15 30 40 60 30 14 7 राख्नु पर्यो f अनि फेरि सबै गर्न पर्यो फेरि आको चाहिँ फेरि तपाईले फ्याक्ट्री y को फेरि तपाईले फेरि यो f भनेको कति राख्न पर्यो फेरि 25 40 60 35 20 15 5 राख्नु पर्यो फेरि यो फेरि नयाँ आउँछ फेरि तपाईले यो नयाँ आउँछ फेरि यो तल नयाँ आउँछ फेरि तपाईले दुईचोटी गर्नुपर्छ तपाईलाई म्याक्सिमम है त त्यसै गरी
त्यसै गरी तपाईँ हेर्न सक्नुहुन्छ 77 को ब्याकलाई पनि आएको छ 77 को ब्याकलाई पनि तपाईँ हेर्न सक्नुहुन्छ क्यालकुलेट द कोएफिसिएन्ट स्कुल्स एन्ड कुटोसिस गरे बाई युजिङ द मुभमेन्ट मेथडबाट गरे फ्रम द फलोइङ इन्कम डिस्ट्रिब्युसन अफ फ्यामिली अफ अ सर्टेन सिटी एन्ड ह्यान्स द कमेन्ट अन्डर नेचर अफ डिस्ट्रिब्युसन नेचर अफ द डिस्ट्रिब्युसन त्यही पोजिटिभ नेगेटिभ र लेफ्ट इक्विटी पोलिटिक इक्विटी भनेर खोजेको हुन्छ है त यसको पनि तपाईँले निकाल्न सक्नुहुन्छ ल तपाईँले चाहिँ आज चाहिँ घरमा बसेर चाहिँ तपाईँले चाहिँ यो 3टा प्र्याक्टिस गर्नु होला 77 को ब्याक 78 को 79 को ध्यानले गर्नु तपाईँ मलाई पहिला भनिसकेको छु तपाईँलाई एउटा चाहिँ तपाईँले बिगार्ने ठाउँ भनेको कहाँ हो तपाईँ थाहा छ एकदम बढी बिगार्ने ठाउँ भनेको तपाईँले एउटा चाहिँ यो माथि एफडीहरू निकाल्दा एफडी ड्यास क्युब एभरेजको पावर 4 यो निकाल्दा पनि तपाईँले यहाँ पाँच प्लस माइनस बिगार्ने सम्भावना हुन्छ एक नम्बरमा तपाईँको दोस्रो नम्बरमा त्यहाँ मिलाउनु भयो भनेको छ भने पनि तपाईँको भोलि बाई चान्स यो र मुभमेन्टहरू तपाईँको यहाँ है र मुभमेन्ट हो कि तपाईँको यहाँ त प्लस आएको सजिलो भयो यहाँ कुनै पनि एउटा दुईवटा माइनसमा आएको छ भने एउटा पनि ल र μ1 र अथवा μ2 μ3 जुन पनि एउटा माइनस आएको छ भने त्यस्तो केसमा पनि तपाईँको के हुन्छ भने यहाँ सेन्ट्रल मुभमेन्ट निकाल्दा चाहिँ तपाईँलाई प्लस माइनसमा बिगार्ने सम्भावना एकदम बढी हाई चान्स हुन्छ किनकि मलाई मसँग पहिला पढेको विद्यार्थी त्यही गर्थ्यो कि यहाँ माथि माइनस आउने केसमा जहिले पनि यहाँ हामीले इन्टु गर्दा यहाँ राख्दा चाहिँ यो μ1 र μ2 त मिलाउँथ्यो μ3 देखि चाहिँ बिगार्ने कोसिस भन्थ्यो यहाँ चाहिँ इन्टु गर्नु पर्थ्यो कहाँ के गर्नुपर्छ त्यो बिगार्थ्यो त्यो भएर तपाईँले चाहिँ एकदम सोच विचार गर्नु होला त्यो यदि बाई चान्स माइनस आइहालेको छ भने र मुभमेन्टहरू माइनस आइसकेको छ भने यो μ3 निकाल्दा μ4 निकाल्दा अलिक सोच विचार गर्नु अलिक केयर हुनु प्लस माइनस के गर्नुपर्छ है त्यो एकदम ध्यानले गर्नुपर्ने हुन्छ त्यहीँ बिगार्ने सम्भावना थियो त्यो बिग्रियो भने फेरि तपाईँको यता मिल्दैन तपाईँको यो बेटा 1 पनि मिल्दैन बेटा 2 पनि मिल्दैन त्यो अलिक सोच विचार गर्नु होला है त यो यसको म आज यसको म यति मात्रै गर्छु म भोलि पनि यो नै सिकाउँछु भोलि पनि तपाईँलाई र पर्सि चाहिँ म के गर्छु भने यसका सर्ट कुराहरू छ सर्ट क्वेसन म सरल भ्याइदिन्छु भोलि पनि म यही गर्छु पर्सि म यसको सर्ट क्वेसन सरल भए सर्ट क्वेसन कस्तो क्वेसन आएको छ तपाईँले लङ क्वेसन बुझ्नु भएन सर्ट क्वेसन सबै त्यसको आधारमा छ त्यो म तपाईँलाई पर्सि गरिदिउँला र त्यसो यो च्याप्टर भोलि र पर्सिमा म भ्याइदिन्छु फेरि म के जान्छु मेन इम्पोर्टेन्ट च्याप्टर रिग्रेसन एन्ड कोरिलेसन भनेको त्यहाँबाट चाहिँ हामीलाई म्याक्सिमम 15 मार्क्सको लगभग 98% स्योर नै हुन्छ तर कहिले चाहिँ नआउनु सक्छ 2000 जस्तो कि 2080 सालमा आएन है त 2080 सालमा आएन तर म्याक्सिमम आएकै हुन्छ त त्यही भएर चाहिँ म्याक्सिमम 95-98% त्यहाँबाट लङ क्वेसन स्योर हो त्यसपछिको नेक्स्ट च्याप्टरबाट चाहिँ है त ल आज म यसको यति मात्रै गर्छु अब तपाईँ 2-3 मिनट कुर्नु है म फेरि अर्को लिङ्क पठाउँछु 2-3 मिनट वेट गर्नु एकछिन म अर्को लिङ्क पठाउँछु तपाईँलाई चाहिँ